लेक बेसी तर अहिले मिलेको छ ठाउँ। सबै भन्छन् स्वर्ग भूमि नेपाल हो नाउँ। सबै भन्छन् स्वर्ग भूमि नेपाल हो नाउँ। जहाँ जाउँ राम्रो लाग्छ हेरिरहँ जस्तो, जहाँ जाउँ राम्रो लाग्छ हेरिरहँ जस्तो, जुनी जुनी फर्किएर खेलिरहँ जस्तो, जुनी जुनी फर्किएर खेलिरहँ जस्तो। धन्यवाद गुरुआमा, मलाई अवसर प्रदान गर्नुभएकोमा। यहाँ उपस्थित हुनुभएको सम्पूर्ण गुरुवर्ग, दाजुभाइ, दिदीबहिनी र मेरा प्यारा प्यारा साथीहरूलाई म स्मृति कार्कीको तर्फबाट न्यानो अभिवादन। आज म हजुरहरूको समक्ष यस कार्यक्रममा उपस्थित भएर मेरो कल्पनाको देश नेपालका बारेमा आफ्ना केही भनाइहरू राख्न पाउँदा आफूलाई निकै भाग्यमानी ठान्दछु। मेरो कल्पनाको देश नेपाल, मेरो कल्पनाको देश नेपाल भन्दा हरेक नेपालीहरूको मनमा आनन्द, उमङ्ग र एउटा खुसीको अनुभूति हुन्छ। मेरो कल्पनाको देश नेपाल एउटा शान्तिपूर्ण र सुखमय देश हो, जहाँ हरेक नेपालीलाई सम्मान व्यवहार गरिन्छ र कुनै प्रकारको भेदभाव हुँदैन, न जातिका आधारमा, न धनी गरिबका आधारमा, न नै लैङ्गिक आधारमा। यो त धनी छ यसलाई त धेरै हक अधिकार दिनुपर्छ, यो त गरिब छ यसलाई त कम हक अधिकार दिनुपर्छ, यस्तो कुनै प्रकारको भेदभाव रहने छैन। न त यहाँ कुनै सामाजिक विभेद नै रहनेछ, न त यहाँ कुनै सामाजिक कुरीति नै रहनेछ। यहाँ सबैलाई समान हक अधिकार मिल्नेछ र विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा मिल्नेछ। मेरो कल्पनाको देश नेपाल यस्तो देश हो जहाँ युवा शक्तिलाई जागृत गरेर हाम्रो देशको विकास हुनेछ र सबैजनाले भन्दैछन् विकास गरौँ हाम्रै देश हो हाम्रै गौरव। यहाँ विभिन्न वीर वीरङ्गनाहरूले पनि जन्म लिएका छन्, जस्तै पासाङ नामु शेर्पा, पृथ्वीनारायण शाह, सीता माता आदि। उहाँहरूले पनि हाम्रो देशको लागि धेरै ठुलो भूमिका निभाउनु भएको छ। उहाँहरूले त कसरी गर्न सक्नुभयो त? आफ्नो मनमा आफ्नो देशको प्रेमको कारणले, आफ्नो मनमा आफ्नो देशको भक्तिको कारणले। हामीले पृथ्वीनारायण शाहकै उदाहरण लिन सक्छौँ। पृथ्वीनारायण शाहले हाम्रो यो टुक्रिएको देश नेपाललाई सिङ्गो देश बनाउन कसरी सक्नुभयो त? आफ्नो भित्रको त्यो मेहनतले गर्दा, आफ्नो भित्रको देश प्रेमको कारणले गर्दा। अनि हामीले पनि यसरी नै युवा शक्तिलाई जागृत गरेर भ्रष्टाचार विरुद्ध आवाज उठाउनुपर्छ र हामी सबैजना, हामी नेपालीहरूको कल्पनाको देश बनाउनुपर्छ। तर के मेरो यो सपना पुरा होला र? तर के मेरो यो कल्पनाको देश नेपाल बन्ला र? किनभने जताततै हेरौँ भ्रष्टाचारै भ्रष्टाचार छ, जताततै हेरौँ भ्रष्टाचारै भ्रष्टाचार छ र आफ्नै देशलाई लुट्ने बलात्कारी छन् र आफ्नै देशलाई लुट्ने बलात्कारी छन्। हामी नेपालीहरूले आफूले आफूलाई नै प्रश्न गर्न बाध्य हुनु नपरोस्। कहाँ छन् र त्यहाँ नेपाली? कहाँ छन् र त्यहाँ नेपाली? बरु चोक चोकमा जमिनदारहरू छन्। कहाँ छन् र त्यहाँ नेपाली? बरु चोक चोकमा